जापानमा रहेका सम्पूर्ण नेपालीहरू भाइ बहिनीहरूले चाहिँ इन्फोलेबल ल्याङ्ग्वेज पास र स्किल टेस्ट पास है। जस्तै जुनसुकै फ्याकल्टी, जस्तै अब जुनसुकै फिल्डको, जस्तै केयर गिभर, फुड सर्भिस, कन्स्ट्रक्सन, एग्रिकल्चर, त्यसै गरी फुड इन्डस्ट्री होइन, विभिन्न छन्। त्यस क्षेत्रमा पास गर्नुभएको छ भने हामीसँग चाहिँ डिमान्ड रहेको छ र तपाईँहरूले हामी त्यस भिजा सम्बन्धी पनि हामी तपाईँहरूलाई सपोर्ट गर्नेछौँ। र अहिले चाहिँ म यो चिबा क्षेत्रमा घुम्न आएको छु र नेपालमा हुनुभएका सम्पूर्ण भाइ बहिनीहरूले पनि हामीलाई चाहिँ सम्पर्क गर्न होला भन्दै जानकारी गराउँछु। सकेसम्म आफूले रोजेको ठाउँ, आफूले चाहेको ठाउँ होइन, त्यो भनेर नबस्दा पनि हुन्छ है। किनभनेदेखि तपाईँले म टोकियोमै गर्छु होइन, त्योभन्दा म अन्य सिटीमा म जान चाहन्न भन्यो भने त्यसमा अलिकति समस्या आउनसक्छ है। फेरि अब टोकियोमा गएर चाहने धेरै छन् कि फेरि कम्पिटिसन छ धेरै है। अब टोकियोभन्दा तपाईँ बरु ओकिनावा होइन, ओसाका, नागोया होइन, फुकुओका, विभिन्न छन्, होक्काइडो, विभिन्न सिटीहरू होइन है। त्यस सिटीमा गए पनि हुन्छ। जापानको जुनसुकै सिटीमा तपाईँ काम गरे तापनि तपाईँले चाहिँ त्यहाँको नियम होइन फलो गऱ्यो भने कुनै पनि असर पर्दैन। जुनसुकै कुनामा तपाईँ काम गरे तापनि तपाईँले गरेको पारिश्रमिकहरू मजाले पाउनुहुन्छ कि है, त्यसमा कुनै पनि शङ्का उपशङ्का छैन। तर अब कतिपय नेपालीहरू चाहिँ होइन, मलाई टोकियोमा चाहिन्छ होइन, मलाई चाहिँ आफू बसेको ठाउँमै चाहिन्छ भनेर चाहिँ अलिकति होइन, त्यो अलिकति आफ्नो दाबी हुन्छ भने त आफ्नो अधिकार कुरा हो, त्यो भन्न पाइन्छ। तर कतिपय कम्पनीले चाहिँ फेरि त्यो होइन अब दिन पनि एक्सेप्ट गर्न पनि गाह्रो हुन्छ कि होइन। अब मान्छे चाहिएको छ ओकिनावामा होइन, अब सिट खाली छ ओकिनावा, होक्काइडो त होइन, ओसाकातिर, विभिन्न कम्पनीतिर। तर टोकियोमा मान्छे प्याक छ अलरेडी होइन। त्यस्तो अवस्थामा चाहिँ टोकियोमा मान्छेहरू हाल्न गाह्रै पर्छ क्या त्यसमा चाहिँ। त्यसै गर्दाखेरि तपाईँहरू चाहिँ सकेसम्म बुझेर होइन गर्दा राम्रो हुन्छ। र जापानको जुनसुकै सिटीमा गरे तापनि तपाईँले पारिश्रमिक मजाले पाउँछन्, त्यो कुनै पनि दबिता हुँदैन। त्यहाँ तपाईँको स्यालेरीको बारेमा, बोनसको बारेमा होइन, तपाईँको चाहिँ ओभरटाइमको बारेमा सबैको त्यहाँ एग्रिमेन्ट पेपर पनि लेखेको हुन्छ। त्यही आधारमा तपाईँले आउनुहुन्छ। र यदि नेपालबाट पनि कोही विद्यार्थी भाइ बहिनीहरू एसएडब्ल्यू भिजामा आउन चाहनुहुन्छ भनेदेखि हामीसँग चाहिँ कृषिको पनि छ, एग्रिकल्चर होइन, केयर गिभर, थाइगो समथिङ होइन रहेको छन्। र हाम्रो नेपालमा अफिस चाहिँ काठमाडौँ, ललितपुर, लङ्केलमा रहेको छ। र त्यो कुरा सबै म तपाईँहरूलाई यस विषयबाट पनि भन्छु भन्दै आजले म बिदा हुन चाहन्छु। सबैलाई नमस्कार, हवस् त, धन्यवाद। सायोनारा।